आमाको पीर यो देशको शिर कहिले चुक्न नदिने सपूत हुँ म। अन्तत फाइनली मोस्ट अवेटेड नेपाली फिल्म बलिदानको टिजर रिलिज भएको छ। 42 सेकेन्डको टिजर कस्तो छ त आउनुस् कुरा गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीमा हामीले समीर भट्ट र सौगात मल्ललाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यस मुभीको डिरेक्टर रहेका छन् सन्तोष सेन। मुभी यही आउँदो दशैंमा फुलपातीको अवसर पारेर रिलिज हुँदैछ र मुभीको हाइप कुन लेभलमा छ भन्ने कुरा त मुभीको पोस्टरदेखि टिजर र अन्य कुनै अपडेट आउँदा पनि राम्रोसँग थाहा हुन्छ। युट्युबमा टिजर के अपलोड मात्र भएको थियो, युट्युबको सिस्टम नै ह्याङ भयो। यस मुभीको हाइप त्यस्तो छ। कतिलाई लागिरहेको होला यो बलिदानको टिजर हो भनेर। टिजर त आउनै बाँकी छ। यो त एउटा टिजर भन्दा पहिला आउने एउटा ग्लिम्स मात्र हो, जसलाई प्री टिजर पनि भनिन्छ। सबैभन्दा पहिला त आज समीर भट्टको विशेष दिन, जन्मदिन। समीर भट्टलाई जन्मदिनको धेरै शुभकामना। 42 सेकेन्डको टिजरमा देखाए अनुसार भन्ने हो भने सुरुमा झट्ट सुन्दाखेरि विराज भट्टको भोइस जस्तो लाग्छ। विराज भट्ट र समीर भट्टको भोइसको टेक्सचरमा भने त्यति धेरै डिफरेन्स सुनिँदैन, उस्तै हो कि जस्तो लाग्छ। टिजर जम्मा 42 सेकेन्डको छ, तर टिजरमा धेरै कुराहरू देखाएको छ, जसमा खुंखार एक्सन हुनेछ भन्ने कुरा देखाइएको छ र एउटा राष्ट्रभाव बोकेर बनेको चलचित्र भन्ने कुरा पनि स्पष्ट पारेको छ। मुभीको बीजीएम पनि आउटस्ट्यान्डिङ हुनेछ, यो कुरा पनि 42 सेकेन्डको टिजरमा छर्लङ्ग देखाइएको छ र सिनेमाटोग्राफी पनि एकदमै आउटस्ट्यान्डिङ देख्न सकिनेछ हामीले यस मुभीमा। त्यो कुरा पनि यस टिजरमा समावेश गरिएको छ। झट्ट हेर्दाखेरि मुभी केजीएफको थिममा बने जस्तो देखिन्छ। यो एउटा टिजर पनि होइन, प्री टिजर हो र 42 सेकेन्डको प्री टिजर हेरेर अहिले नै मुभीको अनुमान लगाउन सकिँदैन मुभी कस्तो थिममा बनेको छ भन्ने कुरा। जसमा कालीमाताको मूर्तिलाई पनि देखाइएको छ। पछाडि भयंकर आगोहरू लागिरहेका छन् र जसमा धेरै भन्दा धेरै खुंखार भिलेनहरू पनि देख्न सकिन्छ। समीर भट्टको सर्लक्क परेको बडी पनि देख्न सकिन्छ। उनी खुंखार शैलीमा एक्सन गरिरहेका छन्। मुभीको धेरै हाइप भइरहँदाखेरि कतिले पोजिटिभ रूपमा लिइरहेका छन् भने कतिले नेगेटिभ रूपमा पनि लिइरहेका छन्। कसैले समीर भट्टको लुक्सलाई हेरेर पुष्पाबाट इन्स्पायर भएको भनिरहेका छन् भने कतिले नानीको फिल्म दशहराबाट इन्स्पायर भएर बनाएको भन्ने पनि बुझिरहेका छन्। सन्तोष सेन एउटा नेपालको त्यस्तो डिरेक्टर हुन् जसले राम्रो मुभी मात्र बनाउँदैनन्, जसले प्रचार प्रसार पनि त्यही अनुसारको गर्छन्। उता प्रेम गीत रिलिज हुँदै गर्दा पनि सन्तोष सेनले एकदमै राम्रो हाइप बनाएका थिए र मुभीलाई त्यही अनुसार रिलिज पनि गरे। नेपालमा मात्र होइन, इन्डियामा पनि रिलिज गर्न भ्याए। मुभीको हाइप जति धेरै बन्दै जान्छ दर्शकहरूले एक्सपेक्टेसन पनि धेरै राख्दै जान्छन्। अब दर्शकहरूले जुन लेभलमा सोचेका हुन्छन् त्यो लेभलमा उत्रियो अथवा त्यो लेभल भन्दा माथि गयो भने मुभीले राम्रो व्यापार गर्ने हो र दर्शकहरूले सोचेको लेभलमा उत्रिएन भने मुभी फेरि आफै सेलाउँदै जानेछ। प्रेम गीतको पनि त्यति बेलाको हाइप हेर्ने हो भने नेपालमा पहिलो 100 करोड कमाउने नेपाली फिल्म बन्छ प्रेम गीत भन्ने अनुमान लगाइरहेका थिए र यसपटक बलिदानको हाइप हेर्ने हो भने फेरि पनि सबैले त्यस्तै नै भनिरहेका छन् र यसपटक भने बलिदानलाई दर्शकहरूले जुन लेभलमा सोचिरहेका छन् त्यो भन्दा पनि माथि जाओस् र 100 करोड कमाउने पहिलो नेपाली फिल्म बनोस्। र सुन्नमा आए अनुसार भन्ने हो भने बलिदानलाई सन्तोष सेनले 4 वटा भाषामा रिलिज गर्दैछन्, नेपाली, हिन्दी, तामिल र तेलुगु। अब सन्तोष सेनले यस मुभीलाई कुन लेभलमा सोचेर बनाएका होलान् त? पक्कै पनि यसपटक भने सन्तोष सेनले 100 करोडको खाता खोल्न सक्छन्।